Today we came to Sivapuri Nagarjuna National Park to visit Mohan Pokhari. But when we got there, we found out it was closed. So instead of turning back, we decided to hike inside the forest. And somehow we ended up hiking all the way up to Nagigumba. We were planning only a short visit today, so we just packed some fruits, snacks, and a bottle of water. Papa, Mario. Ready? Sivapuri is one of the easiest ways to escape Kathmandu for a few hours. Yes, sir. We are at Mohan Pokhari ko gate, Sivapuri Nagarjuna. After getting our tickets, we found out something unexpected. हामी मोहन पोखरी हेर्नलाई आएको बट रिसेन्टली मान्छेहरूले धेरै पोल्युसन गर्यो भनेर पानी फोहोर भयो भनेर चाहिँ अहिले जान दिएको छैन अरे. So let's see. Mohan Pokhari was closed because people had been littering. बाबु त कन्फ्युज भयो के चाबी कहाँ राख्यो भनेर. म नै कन्फ्युज भएको. आम्मा त्यही नै छ ऊ चाबी. त्यही नै छुटेको रहेछ. गाट्याम भन्नै आज तनाव हुने थियो. Oh? Let's go. But since we had already come this far, we decided to walk inside the national park. E Baba mushroom. E mushroom. You mushroom. Poisonous mushroom हो र? कन्फ्युजिङ चाहिँ रहेछ है कता जाने भनेर एकछिनमा The forest was really quiet, just birds, footsteps, and people hiking. बाबुलाई प्यास लाग्यो थर्स्टी अनि त्यस्तो नगर नि त ल जा और जाना तो यहाँ गयो जस्तो लाग्यो मलाई. यसरी खोलेको हो त्यो हैं येलो खै येलो के छ के येलो माटो हो यो कसरी त बाबा माटो हुन्छ नि त तल येलो माटो कसरी हुन्छ र खाली ग्रे मात्रै हो न रेड माटो पनि हुन्छ येलो माटो पनि हुन्छ यी के रे स्यान्डहरु चाहिँ फेरि सिल्भर व्हाइट कलरको हुन्छ त्यस्तै ल जाऊ उमा वहाँ पुगिसक्यो कम अन म्यान माउ फर्स्ट भयो माले जित्यो अब कम अन Soon we reached a point where the trails split. So हामी कता जाने हो नानु बाइवा 5 घण्टा अब कसरी जाने हैन Most hikes were 3 or 4 hours. The shortest one was Nagigumba, about an hour. So we decided to try that. लेफ्ट र राइटमा हामी कन्फ्युज भयौं त्यही भएर लेफ्ट लिएको छौं किनभने आई एम लेफ्ट ह्यान्डेड हेरौं कहाँ पुगिन्छ
पापा धेरै राम्रो चाहिँ धेरै लामो चाहिँ नलिनु है खुट्टा दुख्यो भने बोक्ने हो त्यहाँ हो त बोक्ने हो मलाई बाबुले बोक्छ बाटो छ नि त सुई 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 अनि त्यो बाटोले सजिलो हुन्थ्यो यो चाहिँ यस्तो घिटिङ बाटो भएर हो मुहान पोखरीसम्म पुगेर फर्किउँला नि त हामी हुँदैन मुहान पोखरी कहिले देखेकै छैन त्यही भएर यता हो जस्तो लाग्छ मलाई फर्किन्छ फेरि केही हुँदैन के अरे लेफ्ट साइडबाट फर्केर हामी राइट साइडमा आउँदैछौँ किनभने मेरो बाबु र बुढी चाहिँ राइट ह्यान्डेड हो साह्रै डेन्स जङ्गल के त्यतातिर यता चाहिँ पेभ्ड वे छ My son had a different plan for the hike. His mission to find केही gold. छ सक्यो भनेर खोजेको हो हो छैन छैन ल लेसको वहाँ पुगिसक्यो सबैभन्दा नजिकको डेस्टिनेसन यहाँ पसेपछि नागी गुम्बा रहेछ सो हामी वी आर हेडिङ देयर मुहान पोखरी तलै छुट्यो भन्छ सबैले तल पस्ने बित्तिकै छ भन्छ सो अहिले फर्किँदाखेरि बुल्सी भेट्यो भने चाहिँ त्यहाँ एकचोटि वाटर बडी हेर्ने अनि फर्किने 5 बजीसम्म फर्किनु होला भनेको के अरे 5 बज्दैन हामी छिटै फर्किन्छ ल जाऊ भेटेला कि भनेर सुन भेट्छ र ऊ त्यहाँ अगाडि खोज्छ यहाँ छ जाऊ माया ल जाऊ ऊ त्यहाँ माथि सुन भेटिन्छ अझै माथि के हो त्यो मलाई रुट हो रुट्स ट्रीको रुट छ हो म त फोसिल जस्तो लाग्यो न फोसिल यता पाउँदैन फोसिलको त पाइन्छ नि हामीले सजाउनु मिल्छ कि एकदमै ठुलो बाला आवर सन इज लुकिङ फर गोल्ड होइन बाबा हामीले गोल्ड भेट्यो भने घरमा सजाउनु हुन्छ भन्दैछ ठुलो यस्तो बाला के जुन जुन पाइन्छ नि त्यस्तै भेटिन्छ अनि यस्तो गरेर भेटिन्छ होला त हातले गर्नुभन्दा फेरि कफीवाला नदेऊ है कफीवाला हामी खान्छौँ थ्याङ्क यू मैले ट्राई गर्छु है कफी ट्राई नगर यो प्रोटिन भएर खाऊ अब हामीले स्टिक फाइन्ड गर्नु पर्यो नि त बाबुलाई हिँड्न हेल्प गर्नु And also, we were looking for the stick perfect ले हुन्छ? hiking stick for him. यो स्टिकले हुन्छ त्यो त धेरै सानो हुन्छ So dad is finding for me a stick. So I'm just walking around from them. So they're walking actually, not walking. So I'm just walking for them, and dad is gonna give me a stick actually, and then I'll walk for me. Just walk. नट वाक होइन बाबा के अरे बाबा Walk. It's not walk, it's walk. हो त नि आई डोन्ट नो भिडियोमा क्याप्चर भएन बट दिस प्लेस लुक्स म्याजिकल राइट नाउ ग्लिम्स सनरेज स्वाट यो पहाड के अरे जङ्गलबाट आएर म्यासिभ ट्री आमामामामामा वाउ अलि काठ भयो नि त बाबुको लागि ट्रेकिङ काठ होइन दिस इज इनफ दिस इज गुड We never found a big one, so a small one had to do. यो त यस्तो गर्दा अब खेल्न हिँडिरहेको छौँ त हामी ननस्टप Papa, हजुर धेरै जस्तो स्याटेलाइटले कसरी हाम्रो अर्थमा देख्छ र यस्तो ठाउँहरू सेटेलाइटले माथिबाट थर्मल इमेजिङ गर्छ अँ। त्यसपछि 3D स्क्यानिङ पनि गर्छ अनि म्यापिङ गर्छ ओह खन्ने अलि माथि गएर खन्ने माथि गुम्बामा गुम्बामा चाहिन्छ
बर्ड्स कति कति बस ए म काट्यो ल भएपछि We kept asking people how far was Nagi Gumba now, and every answer was the same: 20 minutes, किलोमिटरमा भन्नु 30 अरे minutes. हैन टाइममा भन्छ अरे के हैन अनि कति टाढा छ भन्यो भने आज पनि त्यस्तै भएको छ कि 15 मिनट अगाडि पनि एकजनाले अब 20-25 मिनट भनेको थियो अहिले 15-20 मिनट हिँडिसकेपछि पनि फेरि अब 15-20 मिनट भनेको छ आया हामी हाइकिङ गर्न थालेको 1 घन्टा 5 मिनट भयो अब चाहिँ अघि नै 2000 मिटर्स भनेको 1800 मिटर्स माथि आइपुगेको रहेछ बाबु इज डुइङ गुड 1-2 चोटि बोक्नु पर्यो बट अदर देन द्याट हिँडिरहेको छ टप त अलमोस्ट पुगिसक्यो कन्फ्युजन छ अब तलबाट जाने हो कि माथिबाट जाने नागी गुम्बा यहाँबाट लेखेको छ ओके ऊ नागी गुम्बा आयो बाबा लेट्स गो नागी गुम्बा जाने नागी गुम्बा जाने ल लेट्स गो सफा गर्ने जाने क्लियर पाथ गोल्ड फाइन्ड गरेर सकियो हो ल जाम बाबा सक्यो भनेको त ठाडै सिडी रहेछ हो धेरै लामो सिडी छ हो या यो चाहिँ बरु थाकिन्छ जस्तो छ अब कम अन बेबी गुम्बा इज फाइनली हियर बाबु हामी आयो अझै माथि हो द्याट इज नागी गुम्बा सो आवर फाइनल डेस्टिनेसन इज ओभर देयर हजुर अझै स्टेट्स छ बट सक्यो उतै हो नागी गुम्बा ओभर देयर How do you feel about the destination? आज पनि हिमाल देखिँदैन It ended up taking us about 1 hour and 35 minutes to reach the top. But the view and the atmosphere made it worth it. Many hikers stop here to relax after the hike. के हो बाबा ओ नानु We went inside to pray, so we did not film there. And this is हल्ला नगर्ने जोन There are a lot of monkeys. मलाई हेर्दैछ एउटा मङ्कीले उतातिर So this is नागी गुम्बा हामी यहाँ 2 वर्ष अगाडि आउने सोचेको थियौँ आउन सकेनौँ सो
अहिले आउन लेखेको रहेछ। हिँड्दो छ नै म खान्छु। ठिक अपग्रेड भयो। हाउ डु यु फिल? पर्दैन, केही हुँदैन। हो त्यहाँ होल्ड गर्ने त्यसरी। We didn't stay too long. जाउँ बेबी। बर्ड्सहरू स्टार्ट भएको छ। मेबी 1 मन्थमा यो पुरै भरिन्छ होला लालीगुराँसले। एलिगेटर जस्तो छ। बाबुको नाइट स्टिक पनि पायो बाबुले। रेस्ट पनि भयो हाम्रो। 2:10 वी आर गोइङ डाउन। हामी पनि फर्किँदाखेरि भर्खरै अझै कति लाग्छ भनेर एकजनाले सोध्नुभयो। मैले 20 मिनट ठ्याक्कै भने। ड्युरेसन बेसिसको कुरा। सुन भेट्यो? ए सुन होइन, यो सिलिका हो बाबा। स्यान्डमा सिलिका हुन्छ। ऊ सर्टकट यहाँदेखिको, यहाँदेखि सर्टकट पनि डाइरेक्ट तल पुगिन्छ। बट हामी यताबाट हिँड्दैछौँ। सर्टकट जाने हो। हामी एकछिन अब यहाँ रेस्ट गर्छौँ एन्ड देन मेबी अब 15 मिनट्स एक्स्ट्रा टाइम बाँकी छ होला पुग्नलाई तल। अनि विल हेड होम। अगाडि ल त्यसको जाऊ। बाबु हाउ डु यु फिल? गुड। आजको ट्रेनिङ कस्तो भयो बाबुको? ल उठा उठा उठा, स्ट्यान्ड अप। वी आर गोइङ होम। लेट्स गो। लास्ट लेग हो। अब मेन गेटबाट निस्किने अनि घर जाने है त। 1 घन्टा 15 मिनटमा 1 hour and 5 minutes हामी to तल come back आइपुग्यो। down. घरमा जाने चट्टा लाएर We never saw Muhan Pokhari that day, but the hike was really an adventure. It was well worth it.